हेलो नमस्ते है मेरो टिकटकबाट आज फुजेरको यो अम्ब्रेला बिचको तपाईँहरूलाई दृश्य देखाउँदैछु। थोरै यसो लाइक कमेन्ट छोडिदिनु होला है। यहाँ आउनु होला, यदि फुजेर बस्नु भएको सम्पूर्ण चाहिँ यहाँ आउनु होला, आइदिनु होला। आएर छुट्टीको टाइम है, फेरि अब बिना छुट्टीमा त हिँड्न पाइँदैन, थाहा छ। एकदम पैसा एकदम महत्त्वपूर्ण हुन्छ। आउनु, अब कामको यदि स्ट्रेस हुनुहुन्छ भने यहाँ आएर आनन्दले, यहाँ स्विमिङ गर्नै पर्छ भन्ने छैन है। बिचको साइडमा बस्ने आनन्दले, उहाँ जस्तो कुर्सीमा बस्ने आनन्दले, कुर्सीमा बसेर तपाईँहरूले आनन्दले यहाँ पानीको समुद्रको आवाजहरू सुनेर पनि एकदम आफूलाई पोजिटिभ भाइब आउँछ। लामो लामो सास फेर्नको लागि अनि यहाँको समुद्रको चिसो हावा खानको लागि। र दिउँसो नआउनु होला है, दिउँसो नआउनु होला, किनभने त्यो गर्मी हुन्छ। इभिनिङ टाइममा आउनु एकदम राम्रो, ठ्याक्कै 5 बजे पछाडि चाहिँ आउनु होला यहाँ है। एकदम राम्रो हुन्छ। चारैतिरको दृश्य देख्न सक्नुहुन्छ तपाईँले, अनि चारैतिर हेर्न सक्नुहुन्छ तपाईँ हजुरले। एकदम राम्रो छ, आउनु होला सबैजना। क्या चिसो हावा, त्यसपछि यो पानीको आवाज है, त्यसपछि यो बच्चाहरूको, ठुलो मान्छेहरूको, बच्चाहरू खेलिरहेछ, यसरी खेलिरहेछ। छुट्टै खालको एउटा भाइब आउँछन्। काम मात्रै काम, एनी हाउ काम मात्र होइन। बिदाको दिनमा चाहिँ थोरै 2-4 घन्टा भए पनि समय छुट्याएर एक्लै नआउनु होला। साथीहरू 2-4जना साथीहरू जम्मा भएर आउनु होला। त्यही भन्न सजेसन त्यही भन्न चाहन्छु। त्यही फुजेर नजिक हुनुहुन्छ भने चाहिँ एकदमै राम्रो छ है यो अम्ब्रेला बिच चाहिँ। मलाई चाहिँ साह्रै राम्रो लाग्यो। हजुरहरू पनि आउन सक्नुहुन्छ है भन्दै अर्को अपडेटमा फेरि जोडौँला है त। धन्यवाद।